यस पृथ्वीमा सबैभन्दा मूल्यवान वस्तु के हो थाहा छ? समय। माया गर्नका लागि समय, बाँच्नका लागि समय। मानव शरीर जन्मिने क्षणदेखि नै मर्न सुरु गर्छ। सायद तपाईले यो राम्रोसँग सुन्नु भएन। फेरि भन्छु, मानव शरीर जन्मिने क्षणदेखि नै मर्न सुरु गर्छ। कोही छिटो जान्छन्, कोही ढिलो। कोही आफ्नै बानीले आफ्नो अन्त्य चाँडो गराउँछन् र कोही सचेत भएर त्यो अन्त्यलाई अझ पर धकेल्छन्। अब आफैसँग प्रश्न गर्नुस्, हामी दिनमा कति सेकेन्ड, कति मिनेट यस्ता काममा खेर फालिरहेका छौं जसको हाम्रा लक्ष्य, हाम्रा सपना र हाम्रा मनभित्रका चाहनासँग कुनै सम्बन्ध नै छैन। दिनको अन्त्यमा कति पटक यस्तो हुन्छ, आज मैले सोचेका मध्ये केही पनि गरेँ त? त्यसैले हरेक दिन आफ्ना लक्ष्य लेख्नुहोस्, 2वटा मात्र भए पनि। यदि तपाईले दिनको 2 लक्ष्य पूरा गर्नुभयो भने तपाईँ केवल दिन काटिरहनु भएको छैन, तपाईँ बाँचिरहनु भएको छ। तपाईँ आफ्ना सपना पूरा गरिरहनु भएको छ। आफूलाई अझ राम्रो बनाउने समय निकाल्नुहोस्, पढ्नुहोस्, खोज गर्नुहोस्, अनुसन्धान गर्नुहोस्, जिन्दगी बाँच्नुहोस्। यस्ता काम गर्नुहोस् जसको कल्पना तपाईले कहिल्यै गर्नुभएको थिएन, किनकि यही नै जीवन हो। जब तपाईँ जन्मिनुहुन्छ, समाधिस्थलको ढुङ्गाको बायाँपट्टि एउटा मिति लेखिन्छ। जब तपाईँ मर्नुहुन्छ, दायाँपट्टि अर्को मिति लेखिन्छ। तर ती 2 मितिको बीचमा एउटा सानो ड्यास हुन्छ र त्यो ड्यास नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो, किनकि त्यो ड्यासले यो बताउँछ तपाईले अरूको जीवनमा कति प्रभाव पार्नुभयो, कसरी अरूको जीवन छोड्नुभयो, तपाईले यस पृथ्वीमा कस्तो छाप छोड्नुभयो, तपाईले यस्तो विरासत बनाउनुभयो जसलाई कसैले मेट्न सक्दैन, तपाईँ यस्तो व्यक्ति बन्नुभयो जसलाई मानिसहरूले सधैँ सम्झिरहन्छन्। जब तपाईँ त्यो ड्यासका लागि बाँच्न थाल्नुहुन्छ, त्यो दिन तपाईले आफ्नो वाइ सम्झिनुहुन्छ। वाइ, तपाईँ किन यहाँ हुनुहुन्छ? केवल किन मैले यो गरे होइन, तर तपाईको वाइ, तपाईँ बिहान ओछ्यानबाट उठ्नुको कारण, थाकेर पनि नहार्नुको कारण, हार मान्नै लाग्दा पनि अगाडि बढ्नुको कारण, जिन्दगीमा काम पूरा गर्न आफूलाई धकेलिरहनुको कारण। त्यो ड्यास त्यही हो जसले तपाईलाई अगाडि धकेल्छ। अब आफैलाई 1 देखि 10 सम्म अङ्क दिनुहोस्। शारीरिक रूपमा तपाईँ कस्तो देखिनुहुन्छ? स्वास्थ्यको हिसाबले के तपाईँ आफ्नो शरीरको ख्याल राख्नुहुन्छ वा आफैलाई मोटो र कमजोर बनाउँदै जानुभएको छ? के तपाईँ खानेकुराप्रति सचेत हुनुहुन्छ? के तपाईँ व्यायाम गर्न जानी समय निकाल्नुहुन्छ? जरी बर्न्सले भनेका थिए, हामी बुढो हुनबाट बच्न सक्दैनौँ, तर बुढो महसुस गर्न जरुरी छैन। धेरै मानिस समयभन्दा अगाडि नै बुढा हुन्छन्, किनकि उनीहरूले आफूलाई समय दिनै छाड्छन्। अब तपाईको परिवेशबारे सोच्नुहोस्, 1 देखि 10 सम्म। के यो तपाईले चाहेको जस्तो छ? के तपाईँ सन्तुष्ट हुनुहुन्छ? अब तपाईको काम या करियर। कसैले भनेको थियो 85% मानिस आफ्नो कामसँग खुसी छैनन्। के तपाईँ दिनको 8 घण्टा सिर्फ समय काटिरहनु भएको छ? यस्तो काम जसले तपाईलाई मानसिक रूपमा तन्काउँदैन, उत्साहित गर्दैन, प्रेरित गर्दैन, सन्तुष्टि दिँदैन? यदि तपाईँ दिनदिनै यही गर्दै हुनुहुन्छ भने त्यसले तपाईको आत्मसम्मान, प्रेरणा र सम्बन्धमा कस्तो असर पारिरहेको छ? त्यो सम्बन्ध तपाईलाई बढाइरहेको छ कि खोक्रो बनाइरहेको छ? आफैसँग सोध्नुस्। अब तपाईको योगदान, तपाईँ के दिइरहनु भएको छ? धेरै मानिस ब्रह्माण्डबाट कुनै चिनो नछोडी जान्छन्। कसैले थाहा पाउँदैन उनीहरू यहाँ थिए भन्ने। तिनको नाम मुनि लेख्न मिल्छ, नट युज्ड अप। के तपाईलाई मानिसहरूले सम्झिनेछन्? तपाईँ आएपछि के फरक पर्छ? एकछिन रोकिनुहोस्, आफ्नो वाइ लेख्नुहोस्। तपाईँ जिन्दगीमा यो सबै किन गर्दै हुनुहुन्छ? यदि तपाईको वाइ तपाईलाई रुन बाध्य बनाउँदैन भने त्यो तपाईको वाइ होइन। फेरि भन्छु, यदि तपाईको वाइ तपाईलाई रुवाउँदैन भने त्यो तपाईको वाइ होइन। तपाईको वाइ यति ठुलो हुनुपर्छ कि तपाईको पुरै वंशलाई हल्लाइदियोस्। तपाईको वाइ यति शक्तिशाली हुनुपर्छ कि तपाईको घर, परिवार, आस्था र उद्देश्यको दृष्टिकोण नै परिवर्तन गरिदियोस्। आफ्नो जुनन सोच्नुहोस्, आफ्ना अवसर सोच्नुहोस् र त्यही तपाईले आफ्नो उद्देश्य भेट्नुहुन्छ। जब तपाईको वाइ तपाईको जुनन र अवसरसँग भेट हुन्छ, त्यही बेला तपाईले बुझ्नुहुन्छ तपाईको जीवनको सबैभन्दा महत्त्वपूर्ण दिन त्यो दिन हो जुन दिन तपाईले सम्झिनुहुन्छ तपाईँ किन जन्मिनु भएको थियो। यदि तपाईलाई भिडियो मन परेमा लाइक, सब्स्क्राइब र कमेन्ट गर्न नबिर्सनुहोला। धन्यवाद। नमस्कार।